सबै कुरा पर्याप्त भएको, भरिपूर्ण भएको, धनी भएकोहरूले तपाईलाई नचिन्न सक्छ, त्यो को हो भन्न सक्छ, र तिनीहरूले चिन्न पनि सक्छ। त्यसको धेरै खुसीको कुरा छैन, र धेरै मानिस यसैमा अल्झेको छ, मलाई ठुलो मान्छेले चिन्छ भनिकन। र सबैभन्दा ठुलो कुरा चाहिँ येशूसँग लिन भएको जीवनलाई चाहिँ कसले चिन्छ भने भूत लागेकोहरूले चिन्नेछ। आमेन। आशाविहीनहरूले पर्खिनेछ, विभेदमा परेकोहरूले पर्खिनेछ, एउटा कसैले उठाउन नसकेको एउटा स्त्रीले तपाईँलाई पर्खिनेछ। तपाईँलाई भन्नुहुनेछ तपाईँ विश्वासी हुनुहुन्छ, तपाईँले गरेको प्रार्थनाले मन निको हुन्छ, तपाईँले केही मात्रै भनिदिनुहोस् त्यो पुरा हुन्छ। तेरो नाम मलाई थाहा छैन, ओ तिमी चाहिँ एउटा क्रिस्चियन हो, मलाई तिमी एउटा विश्वासी हो, तिमी इसाई हो, मलाई बचाऊ भनेर कराउनेछ। गल्ली गल्लीहरूमा यो आवाजहरू बजिरहेको छ। तपाईँले रमाइलो गर्नुहोला, क्रिसमस मनाउनुहोला, विवाह गर्नुहोला, विवाहमा जानुहोला, है, विभिन्न कार्यहरूमा, सामाजिक कार्यहरूमा सहभागी हुनुहोला, तर तपाईँ कहिले पनि नभुल्नुहोस् कसैले उठाउन नसकेको एउटा स्त्रीले तपाईँलाई पर्खिनेछ। सामरीले चाहिँ तपाईँलाई हेरिराखेको छ भन्ने कुरा। आशा दिनहरूले तिमीलाई चिन्नेछ। आमेन।